Oi, 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 Matt! Oi, 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 केटा के हो? तल माथि ओइ, मातर! ओइ, बाइकहरु ए केटा फस्यो त मुला। ओइ, ओइ, बिस्तारै बिस्तारै। ए आमा। सनम त निकाल्नु त बिस्तारै। ओइ, ल ल निस्क्यो निस्क्यो निस्क्यो। ओइ, ओइ, म्यास। चिप्लो छ नि त बाटो त यार। नाच्छ त बाइक त यार। झन् सिङ्गलमा झन् नाच्दो रहेछ कि बाइकहरु। वेट हुँदैन है। ओए म्या कसम। बाइक त लरक लुरुक गर्छ त्यो झन् के यार। सिङ्गल लोडमा झन् लास्टै लिर्किँदो रहेछ कि यो। चिप्लो टायर। अगाडिको टायर झन् सेट्टा छ। यस्तोमा त झन् कता कहाँ गएर मोर्ने हो कि के गर्ने हो भन्ने कुरो फिक्स छैन। हाम्रो राइडर कुदिराख्नु भएको छ। बिजोक छ बिजोक। हेर्दै कोही पोखरा आउने होइन कहिले के यार मेरो बाइक त न्युट्रलमा हाल्छ क्या। साथीहरू त अगाडि गइसक्यो यार। केटाहरू त के हो भाग्यो त तुफान कता हो। एस कहाँ पुगे दाइहरू यार। पेटको नसा नसा दुखिसक्यो साथीहरू आज यार। ओहो डाँडा काँडा हालिदिने यसरी होइन ढुक्क्यो नि। तर बिजोक चाहिँ लास्ट बिजोक भयो। ठाउँ चाहिँ दामी हो क्या जो यतिको होइन। आमा पर हेर्नु पर। ओ झर्ना पनि रहेछ यार यहाँ त यार होइन। झर्ना पनि रहेछ त्यहाँ त। सानोतिनो झर्ना रहेछ त्यहाँ त अनि। तर बर्खामा चाहिँ पछि पानी पऱ्यो भने चाहिँ राम्रै हुन्छ होला झर्ना। तरै म त लिक चेन्ज गर्छु यार। वे म्याचेस के हो यार। ओइ 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 म्या उत्ता नपर्ला यार बाइक अहिले यार। जेस मान्छे डबल लोड पनि कतै नझरे किन आइयो नि त त्यही ठुलो कुरा हो। हिँड्नु हिँड्नु हिँड्नु। लास्टै गइरह क्या फेरि। ओइ म्याक्री ओइ आइया आइज 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 हिँड्नु अगाडि हिँड्नु। कुन बाटो जाने यार। थेट तर केही छैन बाल छैन। बाल मतलब लिक चेन्ज गरिदिनुपर्छ क्या। ओइ सनम दाइ त गयो हामी गइहाल्छ नि। यो बाटो ठिक रहेछ लिक चाहिँ तेरो छोरो मिस्ड भयो नि फेरि यो फेरि झाडीतिर जान्छ नि त। ओहो ओइ 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 म्याथ ओ माइ गड के यार धन्देल गइएन यार। ओइ बिस्तारै बिस्तारै। आम्मा ओइ बिस्तारै बिस्तारै बिस्तारै।
ओए म्याट ठिक बाटो त लास्ट चिप्लो भयो यार भइरहेको छ नि त बाइक चलाउनु त ओए म्या तँ त्यो टायर घोटिएर लास्टै चिप्लो भयो क्या आम्मा ओए तर केही छैन एक दुई पटक लोटे नि बाइक त पुऱ्याइन्छ नि त पोखरा उफ केटाहरू हिँड्दैछ नि हिलोमा बिस्तारै यार तल पुगिहाल्यो फेरि ओइ ल बिस्तारै दाइ बिस्तारै निकाल बिस्तारै ए ओए म्या ओए आफै जस्तो लाग्यो ओए केटा के हो तल माथि ओए मातर बाइकहरू ए केटा फस्यो त मुला ओए बिस्तारै एमा कता लाने यार फस्यो बाइक फस्यो ए बाइक मास्त्रा ओए मागु तुरला ओए ओ मा के साथै फाल्छ यार बाइकले त यार आम्मामा साथीहरु राइड चाहिँ बब्बाल रमाइलो भएको है जस अफ रोडको अनुभव लियो नि त सिक्लेसको तर मजा पनि बब्बाल आयो हैन बाइकले चाहिँ अलिकति मार खायो बिस्तारै भयो म त उस गर्छु यार यो बाइकले त माथि तान्नु पर्यो यार ट्राफिक हुन्छ साथीहरु ओए मा सला ओए ओ माय गॉड ओ सल्ला ओ मासल्ला ओइ हाल्दै त केही भन्न बिस्तारै हाल्दैछ त गइहाल्छ नि त बिस्तारै तल गयो अन्त यस्तो खतर ठाउँ त फेरि आम्मा ओहो मेन हिलो आएको ठाउँ मेन हिलो यही हो बाइक फसिएको होइन भाइ ओ यार स्टार्ट गर्नु भयो त ओइ ओइ बाटो हरामी छ एकदम गाह्रो छ यतैबाट पनि हाल्नु पर्यो नि त के गर्ने अब ओए मादर ओए फस्यो ए माक्रिला निस्कियो त पेटको लाम्टा दुखिसक्यो मेरो त यार यहीबाट हाल्दिनु पर्यो सबैजनाले एकै ठाउँबाट हालिदिनु हैन दाइ बिस्तारै ओए माकुरी हिलोमा पचारिँदै बिजोक हुँदैछ हाम्रो कहिले बन्ने होला बाटो ओए मा ठिकिन ल ए के भयो हालौँ के भयो ए नाचो झर्नु पर्यो कहाँ हालेको बिस्तारै बाइक फस्यो यार साथीहरुको यार सनम त निकाल्नु त बिस्तारै
पछाडि नि त माटो खगे माटो मेरो यहाँ खुट्टो यस्तोमा खुट्टो गरिसक्यो यार ओए ल ल निस्क्यो 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 बम्दै बटार्नुहोस् आम्मा ये तेरी म्याक कियाक अब त मेन उकालो भ्याइयो कि है अफरोड त भ्याइयो कि अब त है अफरोड क्या ए म्याक रे बाइक चिप्लेको यार कस्तो हो कि चिप्लाइ नि खत्रै चिप्लिरहेको हात दुखिसक्यो हात त राइट खत्रै भयो यार के भैँसी त फेरि पुरै बाटोमै स्लिपिङ हान्दै नि त के हो घन्टी सन्टी लगाइदियो भैँसीलाई होइन दाइ तल गएर खोलातिर पानी हान्नुपर्छ बाइकलाई धुनी तल गएर धारामा पानी धुनुपर्छ है तल अब जहाँ पानी भेटिन्छ त्यहाँ बाइक धुनुपर्छ क्या छेउ जाऊ है कुन है बाइकलाई यत्रो माटो जमिरहेको यस्तो यार पुरै माटो जमिख आइटे माटो के लिएर पानी हान्नु पऱ्यो यार ल भयो केटा ल इन्जिनमा त हालेको छैन पानी ल जाम ओ सुजन बाइक आयो म त बाइक आएको छोड्दै ए हिँड न अगाडि जाने होइन हेलो दाजु जाने होइन जाम छेउ हो क्या अब हिलो सुरु हो बाटो अब बल्ल अफरोड छ चाहिँ अफरोड खतरा छ बबाल रमाइलो ल दाइ ल के जस्तो लाग्यो अब हाम्रो पिच रोड सुरु हुन्छ है खेतमा पुरै खेत जोत खन रहेछ नि त फेरि कस्तो दामी बनाएको भ्यू राखेर है छप्लङ गर्दै हिँड्दा खाने दाइहरू कता हरायो अर्को राइडर फेरि फाइनल साथी आजको भ्लग यति नै है र मेरो भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला अनि सबजनालाई सपोर्ट गर्नुपर्छ है त मलाई एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब सब गरिदिनु होला भन्न चाहन्छु अब हजुरहरूको सपोर्ट बिना मेरो चाहिँ यो युट्युबको जिन्दगी एकदम अपुरो छ हजुरहरूले माया गर्नुभयो भने हामी यस्तै ठाउँ गएर होइन दामी ठाउँ गएर हामी भिडियो बनाउँछ क्या तपाईँहरूको मायाको एकदम खाँचो छ तपाईँहरूलाई एकदम माया गर्नु होला भन्न चाहन्छु र आजको भिडियो यति नै हजुरहरूले फेरि माया गर्नुभयो भने एकदम दामी ठाउँ गएर भिडियो बनाउँछ क्या हामी त्यही भएर मेरो भिडियोलाई चाहिँ एकदम माया गर्नु होला भन्न चाहन्छु र आजको भिडियो यति नै अब नेक्स्ट भिडियो भेट्नुपर्छ है त